नमस्ते, म कलाधर पन्थी, पूर्णिमा पन्थीको अभिभावक, नाताले म पूर्णिमा पन्थीको बुवा पर्दछु। मैले विगत 20-22 वर्षदेखि व्यापार व्यवसाय गर्दै आएको छु। व्यापार व्यवसाय गरिरहँदा सन्तानको शिक्षाको लागि मेरो प्रमुख रुचिको विषय हो। अहिले छोरीले +2 राम्रै अङ्क ल्याएर पास गरेकी छन् र नेपालको शिक्षाबाट उनी ठिकै पोजिसनमा रहेकोले अब आफ्नो सामर्थ्यले भ्यायो भने, अनुकूलको वातावरण मिल्यो भने विदेशमा पढ्न पठाउने तीव्र इच्छा रहेको छ र विदेशमा पढ्न पठाइरहँदा त्यहाँ आवश्यक पर्ने साधन स्रोतको लागि अहिलेसम्मको मेहनतले केही हामीले पैसा जम्मा गरेका पनि छौँ। म्याडमको पनि सानो जागिर पनि छ र उहाँ गइसकेपछि स्कलरसिप वा केही समय काम गर्ने खालको वातावरण बन्यो भने छोरीलाई उच्च शिक्षा विदेशमा पढाउने र अहिलेको यो प्रतिस्पर्धी युगमा, यो चाहिँ कम्प्युटरको युगमा विदेशमा गएर सबैसँग प्रतिस्पर्धा गर्न सक्ने खालको शिक्षा हासिल गराउने तीव्र इच्छा रहेको छ र त्यो सफल बनाउनको लागि इच्छा आफ्नो पनि भएको र केही साधन स्रोत आफूसँग पनि भएको र छोरीले उहाँ गएर केही गर्न सकिन् भने त्यसबाट उनलाई विश्वमा प्रतिस्पर्धी एउटा विद्यार्थी बनाएर अगाडि बढाउने इच्छा भएकोले छोरीलाई विदेश पढाउने इच्छा रहेको छ। यसलाई अनुकूल कति हुन्छ, कति सम्भव हुन्छ, मिल्दो भएसम्म त्यसलाई सफल पार्नको लागि मैले आफ्नो सबै खालका शक्तिहरूलाई प्रयोग गरेर त्यसको लागि लाग्ने इच्छा जाहेर गरेको छु।